होइन लोकलको सानो पिस बनाएर बनायो पछाडि हावा छैन है पम्प छ पानी किन हावा खोल्नु भुलो हुन्छ भनेर एउटा कहाँ जोडेको थियो होला हान्दिउँ न बेग्लै गएको थियो जानु पर्दैन त कहाँ अर्को एकजनाको भएर गएको छ त मलाई के थाहा बस्छ नि ए बुढो म अहिले सोध्दै थिएँ कता गयो के छ जमसार ओ त भाइ यति यस्ता आएको छौ बाफ रे बा ल राखेको कोठाको यही हो ह कोठाको यही हो राखेको ए सबै आउँछ है सबै है भालो हो तपाईँको यो बाबालाई नलिएको बाबालाई ल्याउनु पर्छ नि आफू मात्र आएको दल नै यो चलो अनि कनी चलो पानी कहाँ मिलिदिन्छ कि यता पछाडि मजाले खेल्छु अब चाहिँ केही हुने हो कि यसको चाबी कोसँग छ एलके खोज नेबाट तल ठ्याक्क फुलपारी प्राइभेट बाटो छ फुलपा कुन अरे ओके क्वार्टरमा ल्याउनु किन हामीलाई मात्र फोकस गर्नुहुन्छ फेसबुकमा हाल्छ त्यो फेसबुकमा हाल्नु छैन नि यस्तो हाम्रो हामी लामो सर के कहाँ चिन्छ त बुढामा अर्को मसिनो बोलिए तो 400-500 टका किलो कहै छै ओकर तो 1-1 किलो काफी है तुम्हारी
एकचोटि त्यो लसुन चलाइदेऊ न ल मान्छे छोरो भाइ अहिले यहीँ 12 बजिसक्यो जुत्ता के गर्छ भन्नु त्यो अहिलेको मान्छेले फोन गर्नु के अरे चाहिँ उत्तमजीको ठिक छ ल हामी चाहिँ दाजुभाइ हुने चिम्लीको फोटोहरू मगाएको छु सेपमा त पूर्वको मान्छेलाई आफ्नो घरछेउमा बोलाएर 50 किलोमिटर छ 50 किलोमिटर छ हाम्रो जान कति पर्छ भन्नु कतिलाई हल्ला कतिलाई रिटर्न बदल गए मलाई भन्दै हो बोलमे नहीं थे बोलेगी तब ना बोलाए हम झापा अरे झापा गइहाल्ने दिनु न सर बेड नन्दी महाराज हजुर के छ पहिले सुरु गर्नु नखाने लाइभ आने छ कि क्या लाइभ हो सुरुमा आउनुभएको पर्सिपल्ट हो अनि पछाडि सर ठ्याक्कै काट्नु अघिल्लो भोलिपल्ट चाहिँ हामी डोरीमा त्यहाँ जमघट गऱ्यौँ ए त्यो सिलौटै केमा जाने भने त्यतिखेर गफ आएको थियो ए तपाईँको हो ल कहिले कहीँ आउँछ यो पैसासँग सँग लाग्दैन ल प्याज काट्नु सबैजना काम रहन्छ यो फोटो खिच्ने चाहिँ उता मेरो लगाइहाल्नु त यहाँ काम कता हेर्नु न
यहाँ काटेको माइक्रोफोन खोइ हामी कोच कृषि सामग्री पिकनिक गई कोचमा आइपुगेका छौँ। आज हाम्रो भव्य सभ्य पिकनिक हुँदैछ। आज हामी मैले 36 किसान बोकेर एक कृषि सामग्रीमा ल तपाईँहरू नयाँ युवा पिँढी हुन्छ एकदम कम्पनीको एउटा हाँक्ने एउटा हुन्छ औषध निक्लेर बाहिर जानुहुन्छ ठिक छ होइन भने यहाँ ठिक छ भविष्य उज्यालो छ होइन हजुर मलाई भाइ बहिनी ऊर्जा दिनुपर्छ नि त अहिले त कन्फर्म छैन नि त निकिता निक्लिनु म अन्तर्वार्ता पास हुनु पऱ्यो नि त हजुर लोकसेवा त हजुरलाई अहिलेसम्म यो आजको पिकनिक चाहिँ चिसोले पुरै टोपी पिकनिक बनायो, ज्याकेट पिकनिक बनायो। त्यसो हुनाले हामी टोपी र ज्याकेट लगाएरै पिकनिकमा आज रमाइलो गर्ने कार्यक्रम गरेका आयो धेरै छिटो भयो।
तारो तारो धेरै छिटो भयो क्या कति धेरै भयो
यहाँ राखिदिएको है हाम्रो भुजै उडाइदियो सर सबै सुक्खा सुक्खा भयो किन सुक्खा तर एकदम अनि अहिले खायो भने काट्ने कति दिन्छ यो हाम्रो झुम्काको यो रमेश केही छैन सर हेर्नु त ऊ भनेको झापाको बोस चिया कतिले खाइलिन्छ धेरै चिया ए दीपक वा भाइ हो माया गरेर अन्यथा होइन हमसा नयाँ झापा मोरंग के जिम्मेदार राजवंशी है सब तरीके जिम्मेदार इन्हें है झुमका हाथी हामीसँग लगभग साथीभाइहरू करिब करिब आयो आयो कि रामकुमार सर मलाई नै भन्न दिनु होइन
होइन हुँदैन त्यसरी सुन्न ल तपाईँ भन्नु नै बस्दिनँ म घुमी हो यहाँको विशेष आयोजकका रूपमा हाम्रो कार्यरत मध्येमा लगभग दोस्रो ज्येष्ठ सदस्यको रूपमा उहाँ हुनुहुन्छ दोस्रो ज्येष्ठ है लगभग ज्येष्ठको क्रममै हुनुहुन्छ त्यो भएर उहाँहरूले पिकनिक आयोजना गर्ने क्रममा चाहिँ एकदमै राम्रो तरिकाले यो गर्नै पर्छ यति बेला यसरी गरौँ भन्ने खालको प्लान बन्यो प्लान बनिसकेपछि हामीले खटेर यहाँसम्म आज हामी उपस्थित हुने वातावरण बनायौँ र यहाँ प्रादेशिक कार्यालय विराटनगरले आयोजना गरेको यस पिकनिकमा इटहरी बिर्तामोड गाईघाट लाहान राजविराज झुम्का लगायतका कार्यक्रममा भनिसकेँ हाम्रो सर म्याडमहरू आउनु भएको छ हाम्रो चल्दैछ बडो रमाइलोका साथ अगाडि बढ्दैछ र हामी नयाँ सर म्यामहरू पुरानो सर म्यामहरू कतिपय अवस्था भेटै भएको छैन कि जस्तो पनि लाग्यो मलाई त्यो कारणले पहिला परिचयात्मक कार्यक्रम अगाडि बढाउँ हामी बिचमा र हामीबाट रिटायर हुनुभएका सरहरू पनि हामी माझ हुनुहुन्छ उहाँहरूसँग पनि केही इन्टरेक्सन हुन्छ त्यो हुनाले यो परिचयात्मक कहाँबाट सुरु गरौँ भनेर रामकुमार सरले भन्दै हुन्छ बहुत रिक्वेस्ट गरेँ कि तपाईँ चुप नमस्कार सबैमा है मेरो नाम चाहिँ जोङमेलुङ लामा लान कार्यालय रविन कुमार शाह राजविराज कार्यालय से सर्वप्रथम नमस्कार मेरो नाम सबु सापकोटा म लाहान शाखाबाट सबु सापकोटा नमस्ते म जीवन खड्का म लान शाखाबाट हजुरहरूसँग भेट भएर बहुत खुसी लाग्यो नमस्कार मेरो नाम राम काफ्ले म 2045 साल तत्कालीन कृषि सामग्री संस्थानमा नियुक्ति भई 2081 भदौ 11 गते शाखा कार्यालय इटहरीबाट निवृत्ति भएर 58 वर्ष पुरा भई म बिदाई भएको हुँ र म यहाँ सबैलाई के अनुरोध गर्छु भने मेरा भाइ बहिनीहरू मेरा छोराछोरीहरू जस्ता यहाँहरू नयाँ नियुक्ति भएर आउनु भएको छ यहाँहरूको भविष्य उज्जवल छ आफ्नो जीवनका ऊर्जाहरू त्यो कम्पनीलाई दिनुहोस् पक्कै पनि त्यो कम्पनीले एक दिन तपाईँहरूलाई सहायता गर्छ तपाईँहरूको मूल्याङ्कनलाई कदर गर्छ नै भन्दै भविष्यको उज्जवल कामना गर्दछु भन्दै म बिदा हुन्छु धन्यवाद नमस्ते म दीपराज पौडेल कृषि सामग्री विराटनगर प्रदेश कार्यालय विराटनगरमा अहिले कार्यरत छु म कृषि सामग्री कर्मचारी सङ्गठनको महासचिव पनि हुँ आज चाहिँ यसरी सङ्गठित रूपमा सबै एक ठाउँमा भएर चाहिँ शाखा कार्यालयहरू झुम्का चाहिँ बिउ उत्पादन फर्म चाहिँ डिलर सहकारी साथीहरू सबै हामी एकजुट भएर यहाँ उपस्थित भएका छौँ एकदम खुसी लागेको छ हामी एकै परिवार हौँ डिलर साथीहरूलाई चाहिँ फेरि भ्रममा नपरोस् हामी सबै एकै हौँ राजविराजबाट आउनु भएको छ लाहानबाट आउनु भएको छ झापाबाट आउनु भएको छ जो यहाँ हामी संलग्न छौँ हामी एउटै खातामा सङ्गठित भएका साथीहरू हौँ हामी एकअर्काका समस्या एकअर्कासँग आदान प्रदान गरेर समस्या समाधान गर्दछौँ र रमाइलो पनि गर्दछौँ आइदिनु भयो धेरै धेरै धन्यवाद मेरो नाम नन्दकिशोर दास नन्दु मेरो सहकारी संस्था लिमिटेड सर्वश्रेष्ठ कृषि सहकारी संस्था लिमिटेड राजपुर मेरो नाम वीरेन्द्र यादव हो सर म राजविराज शाखाबाट सहकारी सम्पूर्ण नमस्कार नाम रामनरेश महतो गाईघाट शाखाको कार्यालय प्रमुख सबै सरहरूलाई नमस्कार म दीपक कुमार राजवंशी स्थायी ठेगाना शिव शताक्षी 2 नम्बरबाट अहिले बिर्तामोड कार्यालयको शाखा प्रबन्धक र विगतमा हाम्रो वर्तमान महासचिवकै पोस्टमा बसेर मैले कार्यकाल बिताएको थिएँ र यो नयाँ साथीहरू आइसके पछाडि यो जान पहिचान पनि नहुने अनि गाडीमा ठोकियो भने कोसँग ठोकियो पत्ता नहुने कुरा भइसकेपछि अस्तिको हाम्रो विराटनगरको
मिटिङमा एउटा चाहिँ गेट टुगेदर गरौँ भन्ने कुरा भएर यो गेट टुगेदर अर्गनाइज गरिएको छ। यो चाहिँ सबै आयोजक कोही चाहिँ आयोजक कोही चाहिँ पार्टिसिपेन्ट भन्ने छैन, सबै आयोजक छौँ हामी र यो सबैको उति नै यहाँ चाहिँ कन्ट्रिब्युसन छ। जस्तो अब कृषि सामग्री परिवारभित्र उहाँ सहकारी ट्रान्सपोर्टर विभिन्न जति आबद्ध छ मलको बोरासँग सम्बन्धित हाम्रो चाहिँ अहिले अब हिजोको दिनमा म्याम सरहरू पनि कता हुनुहुन्थ्यो, आफ्नो रोजीरोटी त्यतैबाट सेकिन्थ्यो होला। अब चाहिँ कृषि सामग्रीको मलको बोराबाटै चुलोदेखि चौकासम्म चाहिँ त्यसैमा आधारित छौँ सबैजना, जुनै व्यवसायबाट भए पनि। त्यसैले गर्दाखेरि यहाँहरू जो सहभागी हुनुहुन्छ सबैजनाको यो कार्यक्रम गेट टुगेदर हो र यसलाई चाहिँ वनभातको रूपमा सबैले इन्जोय गरौँ, इन्फेरियर फिलिङ नगरौँ। सबैजना चाहिँ हामी आज समान छौँ, हेजिटेसन नराखिकन सबैले आफ्नो तरिकाले इन्जोय गरौँ। यसमा सबै पार्टिसिपेन्ट हौँ, यसको म शुभकामना पनि भन्दछु र यति भन्दै म मेरो विषय गर्छु। नमस्कार, म ऋषभ खड्का, घर विराटनगर। म हाल कार्यरत इटारी शाखा, जहाँ म प्रशासन लेखा हेर्दै आइरहेको छु र मैले सुने अनुसार र अगाडि जसरी पढ्थेँ त्यो अनुसार जुन म यहाँ कार्य वातावरण हाम्रो रामकुमार चौधरी सरको अन्डरमा निकै नै सहज र एउटा पारिवारिक वातावरण जस्तै उहाँको अन्डरमा कामहरू सिकाउने गर्दै आइरहनु भएको छ, जसले मलाई अझ यो संस्थासँग आबद्ध हुन अझ प्रेरित गर्दै आइरहनु भएको छ। ल, धन्यवाद। सबैलाई नमस्ते, म रमेश भट्टराई, झुम्का फार्म। सम्पूर्ण नमस्कार, दुनू हाथ जोड़ के कल जोड़े छी। परमेश कुमार यादव, सिराहा लाहानको डीलर। सम्पूर्णमा नमस्कार, मेरो नाम लक्ष्मण कुमार यादव, कृषि सामग्री टहरीमा कार्यरत प्रासा। म उमेश कुमार मेहता, म भोखरा साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष र पेसाले अर्को पनि छ, मेरो निजी विद्यालय सञ्चालक पनि हो। म अर्को पनि एक दुईवटा संस्थासँग म जोडेको छु र यहाँहरूको विक्रेता भएर डिलर लिएर चाहिँ यहाँ कृषि सामग्रीबाट चाहिँ हामी चाहिँ काम गरिरहेछौँ। धन्यवाद। नमस्कार, मेरो नाम प्रवीण कुमार मेहता, मेरो घर भोकरा नरसिंहपालिका 1, श्याम कृषि सहकारी संस्थाको डिलर। अब मलाई त धेरैले चिनि नै सकिया होला जस्तो लाग्छ होला। मेरो नाम रामकुमार चौधरी, म इटाडी शाखाको कार्यालय पर। कुमार भनेपछि नि मान्छे केटा भएपछि कुमार हुन्छ अरे के, कुमार जन्मेपछि कुमार हुन्छ। त्यही भएर म सधैँ कुमारै छु भन्ने छैन। मेरो 2टा छोरी एउटा छोरा छ हैन, बिहे भएकै छैन भन्ने छैन। र म इटाडी यो गाडी किन यहाँ ल्याऊ, इटाडीको म कार्यालय प्रमुख हो। अब यो गाडी कस्तो बेइमानी भने, यो पानी कस्तो बेइमानी भने जस्तै भयो हैन। अब गाडी गयो, हाम्रो साथीभाइ छ जस्तो हामीले र खिर यो प्रोग्राम गऱ्यौँ नि आज। म सबभन्दा देन दिन्छु खिर बहादुर कार्की, प्रदेश प्रमुख फेरि कमल पोखरेल हो, फेरि उहाँलाई दुःख लाग्न सक्ला। तर हामीले गऱ्यौँ होइन, सबैजना सहभागिता होस्, सबैजना हेलमेल होस्, वर्षमा एकपटक गरौँ भन्ने भावना हो होइन। अन्यथा के होइन, अब भोलि गएर 2 पिस मासु कम कसैमा पर्न सक्ला। तै पनि जम्मा त भयौँ, हामी खायौँ। सिराहाबाट आउनु भएको छ परमेश यादव, उहाँलाई म चिन्छु 20 वर्ष पहिलेदेखि। अनि राजविराज सप्तरीबाट आएको छ वीरेन्द्र यादव नन्दु दास, उहाँलाई पनि मैले चिनेको 74 सालदेखि। उहाँहरूको हाकिम कार्यालय प्रमुख आएन, तै पनि मलाई रिक्वेस्ट गरौँ कि सर म के गरौँ, आउनुहोस् न तपाईँहरू, म छु, तपाईँहरू बोर न फिलिङ गर्नु होला, हामी साथीभाइ छौँ। त्यो हिसाबले मैले सप्तरीसम्म टुङ्ग्याएँ। अब सुनसरीका त मेरै अब आफ्ना 2जना डिलरहरू छ, उहाँहरूले पनि हामी पनि सहभागिता जनाउँ।
भन्ने हिसाबले तब अर्को छ यही वार्ड पर्छ बारा सुनसरी 6 को बारा क्षेत्र। यो वार्ड भनेको सुनसरी पर्छ, कोसीवारी पनि। त्यहाँको एउटा बुधबारे भन्ने लिडर छ, उसँग पनि सहभागिता गरौँ, उसलाई पनि लोकल हो, हामीलाई यहाँ चाहिन्छ भन्ने हिसाबले गरायौँ। र मोरङका प्रभुनाथ शाह छ, उसँग पनि 20 वर्ष भयो चिनजान भएको डिलर, ऊ पनि सहभागी भएको छ, ऊ पनि राम्रो मान्छे हो, गरौँ भन्ने भावना छ। त्यसपछि झापाका डिलरहरू त अब त्यति आएनन्, आएको छ तर मलाई थाहा छैन। तर दीपक राजवंशी र म थिएँ नि काठमाडौँ हुँदा, दुईजना खुब नाच्थ्यौँ क्या तिजको प्रोग्राम गर्थ्यौँ। दीपक सर र म बिचरा, म त्यसपछि सर्वा भएर जनकपुर गएँ। यसरी भयो। ल अब धेरै टाइम म नलिउँ होइन, अब रमाइलो गर्ने भावनाले बोलाएको हो, रमाइलो गरौँ। मलाई करिब अब यहाँ 90%ले चिन्दो होला जस्तो लाग्छ। यति भन्दै म नमस्ते गर्छु ल है। नमस्ते, म माधव पौडेल, इटरी शाखा र मेरो घर पनि इटरी 5 अफिसै छेउमा। नमस्कार, यो आयोजना गर्नुभयो, सर्वप्रथम त यो आयोजना गर्नेलाई मेरो तर्फबाट नमस्कार, धन्यवाद। सम्झिनु भयो हामी बुढा छोडेर गएका कर्मचारीलाई बोलाइदिनु भयो, यो पनि धन्यवाद। म 2045 सालमा नियुक्ति भएर 79 साल मङ्सिर 12 गते, अस्ति मङ्सिर 12 गते 3 वर्ष भयो छोडेर हिँडेको। त्यही पनि पोहोर पनि सम्झिदिनु भयो, अहिले पनि सम्झिदिनु भयो। त्यसको लागि सबै यो कृषि सामग्री परिवार र अरू डिलरहरू साथीहरू सबैलाई मैले एकदम यहीँबाट सम्झेँ, धेरै धेरै धन्यवाद दिएँ। मेरो नाम मेघराज लामिछाने, मेघ प्रसाद। म चाहिँ 33 वर्ष 10 महिना 19 दिन यो संस्थामा जागिर खाएर, कृषि सामग्री संस्थान थियो, संस्थान पनि हटेर कम्पनी भएर पनि 79 साल मङ्सिर 11 गतेसम्म हाजिर गरेर हिँडेको म। र मेरो घर चाहिँ इटहरी, पहिले चाहिँ कानेपोखरी गाउँपालिका वार्ड नम्बर 1 खोक्लाबारी भन्ने ठाउँमा, अहिले पनि त्यही छ। यहाँ अस्थायी रूपमा जस्तो इटहरीमा छ। र म इटहरी पनि 4 वर्ष बसेँ र धनकुटा 6 वर्ष बसेँ। राजविराज, लाहन, गाईघाट, पोखरढुङ्गा, फिदिम, भद्रपुर, बिरतामोड सबै पूर्वाञ्चल म सबैतिर बसेर यो बुढो भएर हिँडेको। अब यो बुढो मान्छे नै आएछ भन्नु होला नयाँले, यो म चाहिँ सबैतिर बसेर पनि हिँडेको। र यो अर्को कुरो अन्तिममा फेरि म के भन्छु भने, यो मलाई हामीलाई बोलाएर सम्झेर बोलाइदिनु हो, बोलाएकोमा धेरै यो आयोजकप्रति म नमन, धन्यवाद। ल मेरो पनि पाला आयो है। नमस्कार, म खिर बहादुर कार्की, प्रादेशिक कार्यालय विराटनगरको कार्यरत। र अब यो पिकनिकको सन्दर्भमा चाहिँ हाम्रो प्रादेशिक कार्यालयका सर दीपराज सरले भन्नुभयो, अनि दीपक राजवंशी सरले, अनि चाहिने रामकुमार सरले पनि प्रकाश पारिसक्नुभयो। अब यसमा मैले थप भनिरहनु परेन। कमल सर मैले अघि पनि भने, यो बोल्ने क्रमको प्रारम्भमा प्रादेशिक प्रमुख कमल पोखरेल सर, दीपराज सर, दीपक राजवंशी र रामकुमार सरले जुन खालको कन्सेप्ट इन्ट्रोड्युस गराउनु भयो, त्यो कन्सेप्टलाई चाहिँ साकार बनाऊ भनेर आज हामी यहाँ भेला भयौँ। हामीहरू यो अगाडि लगभग भदौ अन्तिम हप्तातिर हामी चाहिँ नै नयाँ साथीहरू र पुरानो साथीहरू एक खालको इन्टरेक्सन गरौँ भन्ने प्लानिङ गर्दै थियौँ। यही बिचमा जेनजी आन्दोलन भयो र त्यो आन्दोलनको कारणले हाम्रो यो कार्यक्रम पनि पोस्टपोन गर्दा गर्दै त्यो कार्यक्रममै हरायो। र हामी कुनै न कुनै प्रसङ्गमा हामी भेला हौँ, एक आपसमा इन्टरेक्सन गरौँ, चिनजान हुन्छ। यो चाहिँ अहिले वनभोजको सवालमा मात्रै हाम्रो भेटघाट भयो। हामी अफिसियल्ली पनि कार्यगत सिलसिलामा पनि कसरी दैनिक कामकाज अगाडि बढाउने, कसरी सहजीकरण गर्ने भन्ने विषयमा पनि एकपल्ट भेलाको कार्यक्रम त हामीले सोचेकै हो, तर त्यो कार्यक्रम सफल हुन सकिरहेको छैन। र आज जे जसरी हामी भेला भयौँ, कोशी प्रदेशभरिका कार्यालय लगायत मधेसको सप्तरी र सिराका साथीहरू र हाम्रा शुभेच्छिक साथीहरू, विक्रेता साथीहरू पनि आउनु भएको छ। उहाँहरूलाई यो कार्यक्रममा स्वागत गर्दै अहिलेसम्म हामी रमाइलो गर्दैछौँ र अझै पनि थप रमाइलो गर्दै यो कार्यक्रम हामी टुङ्ग्याउने छौँ भन्दै यहाँहरूलाई स्वागत गर्दै म पनि बिदा हुन्छु। अच्छा, उतातिर कसैको 2 शब्द
एउटै उद्देश्य लिएर यहाँ चाहे त्यो ढुवानीकर्ता हुन्, चाहे त्यो चाहिँ सहकारी हुन्, चाहे त्यो शाखामा रहने कर्मचारी हुन्, सबै हाम्रो एउटा उद्देश्य हो मल निष्पक्ष र पारदर्शी रूपमा जनतासम्म पुर्याउने अनुदानको मल एउटा वास्तवमा असार र साउनमा यहाँदेखि चाहिँ त्यो खोला हेर्न मजा आउने रहेछ यहाँ। निरञ्जन रिसाइहाल्यो जाँदैन मैले बुझिसकेँ तिम्रो फेसबुकमा नहाल्नु है। केही हुँदैन एकछिन सर पछाडि के ठाउँ छैन है म खुकेर नि त ल